ल आज हामी फाइनान्स भन्ने सब्जेक्टको च्याप्टर 3 हैन टाइम भ्यालु अफ मनी भन्ने च्याप्टरबाट कस्तो कस्तो क्वेशन आइराछ त पास्टमा। जस्तै आज भन्दा 2-3 वर्ष अगाडि अथवा यो भन्दा अगाडिको वर्षमा कुन प्याटर्न क्वेशन आइराछ भन्ने क्वेशनहरु हामी यहाँ गर्न गइरहेछौं। र तपाईहरुले अलिकति हल्का हेर्नुभयो भने पास्ट क्वेशनहरु राम्रोसँग हेर्नुभयो भने त्यहाँ तपाईँको सिमिलर प्याटर्न क्वेशन हरेक वर्षमा रिपिट भइरहेछ है। भन्छ हेर्नु त हामी के गर्न गइरहेछौं आज फाइनान्स हैन। फाइनान्स बुकबाट च्याप्टर 3 टाइम भ्यालु अफ मनी हैन भन्ने च्याप्टरबाट न्युमेरिकल गर्न गइरहेछौं। अब यति न्युमेरिकल गर्नु भन्दा अगाडि हामीले सुरुमा के बुझ्नु पर्यो टाइम भ्यालु अफ मनी भनेको चाहिँ के हो त हैन। यो टाइम भ्यालु अफ मनी भनेको चाहिँ के हो त है। जस्तै टाइम भ्यालु अफ मनी भनेको मैले कुनै पनि अमाउन्ट मेरो कुनै पनि अमाउन्ट जस्तै 5 रुपैयाँ होस् 10 रुपैयाँ होस् हैन जम्मा मैले 500 रुपैयाँ कुनै पनि व्यक्तिलाई दिए हैन। मैले त र्यान्डम चाहिँ दिदिन हैन इन्ट्रेस्ट लगाएर दिन्छु। त्यसमा मैले 5 रुपैयाँमा मैले 8% इन्ट्रेस्ट अथवा 5% इन्ट्रेस्ट लगाएर दिए भने चाहिँ त्यो 5 रुपैयाँ मलाई 1 वर्षपछि कति हुन्छ त हैन। ल 5 रुपैयाँ थोरै लाग्छ भने 5 रुपैयाँ थोरै भयो भने चाहिँ 5 रुपैयाँ सट्टा बरु 5000 गर्दिन हैन। जस्तै मैले आज कुनै व्यक्तिलाई मैले अथवा कुनै पनि संस्थालाई अथवा व्यक्तिलाई मैले 5000 रुपैयाँ डिपोजिट गरे भने चाहिँ हैन त्यसको मैले चाहिँ ल मानौ मैले 5% ब्याज लिए रे हैन एनुअली अथवा सेमी एनुअली अथवा क्वार्टरली हैन कुनै पनि यदि मैले लिइराछु ब्याज लिइराछु भने चाहिँ त्यो पैसा जस्तै त्यो 5000 हैन त्यो 5000 आज भन्दा 1 वर्ष पछाडी हैन 5% इन्ट्रेस्टले कति अमाउन्टमा कन्भर्ट हुन्छ त हैन। अब मैले 5000 मा 5% ब्याज लगाए भने चाहिँ 1 वर्षपछि त अफकोर्स बढेर अमाउन्ट आउने भयो नि त हैन बढेर अर्को अमाउन्ट आउने भयो नि त। अब तपाईहरुले जस्तै अब यसलाई यो त मेरो के भयो त 12 महिनाको 1 वर्षको भयो अथवा मैले 5000 रुपैयाँ 5% ब्याज सेमी एनुअल लगाइराछु हैन 6 महिनामा लगाइराछु भनेपछि मेरो 6 महिनामा आउने भयो नि त ब्याज। भनेपछि वर्षमा मेरो ब्याज कतिचोटि आउने भयो 2 चोटि आउने भयो किनभने 6 महिनामा ब्याज आउने भयो हैन। अब मैले यही 5000 5% को इन्ट्रेस्टले क्वार्टरली लगाइदिए हैन 3-3 महिनामा लगाइदिए भनेपछि मेरो कति आउने भयो वर्षमा 3-3 महिनामा ब्याज आउने भयो भनेपछि मेरो ब्याज कति आयो त 4 चोटि ब्याज आयो हैन। भनेपछि हरेक क्वार्टरमा मैले ब्याज लगाउँदाखेरि मेरो 5000 त इन्क्रिज भएर आइराछ हैन। त्यसैलाई भन्छ टाइम भ्यालु अफ मनी हैन। जस्तै अब यो 5000 त के हो मेरो अहिले यो 5000 प्रेजेन्ट भ्यालु हो नि त हैन। जस्तै यो 5000 के हो त मेरो प्रेजेन्ट भ्यालु हैन। अब यो मेरो प्रेजेन्ट भ्यालु छ भने चाहिँ यहाँ आएर अमाउन्ट जुन इन्ट्रेस्ट लागिरहेको छ नि यो अमाउन्ट के भइरहेछ त हाम्रो यो प्रेजेन्ट भ्यालु भयो भने 1 वर्ष पछाडी आउने अमाउन्ट के भयो त हाम्रो फ्युचर भ्यालु भयो नि त हैन। अथवा हामीलाई 1 वर्ष पछिको अमाउन्ट यो दिएको छ फ्युचर भ्यालु दिएको छ। जस्तै मैले 5000 मा 5% ब्याज लगाए भने चाहिँ मेरो फ्युचर भ्यालु आइराछ भने चाहिँ यो फ्युचर भ्यालु दिएर मलाई प्रेजेन्ट भ्यालु निकाल भनेर कसैले दिन्छ। अब त्यो त्यसमा त के चाहियो हामीलाई फर्मुला जानेको हुनु पर्यो प्रेजेन्ट भ्यालु र फ्युचर भ्यालुको फर्मुला जानेको हुनु पर्यो हैन। भनेपछि तपाईले अब चाहिँ अब टाइम भ्यालु अफ मनी भन्ने च्याप्टर हेर्ने बित्तिकै के आउनु पर्यो सबभन्दा सुरुमा फर्मुला जानेको हुनु पर्यो। बिना फर्मुला जानिकन यो च्याप्टर गर्न सकिन्न है। ल यति भन्दै गर्दा म चाहिँ अब तपाईको हाम्रो पुरानो पास्ट क्वेशन ब्याङ्कबाट गर्न गइरहेछु। ल यो चाहिँ हाम्रो सेम टाइम भ्यालु अफ मनी भन्ने च्याप्टरबाट 2079 मा सोधेको 10 मार्क्सको क्वेशन हामी अहिले गर्न गइरहेको छौं है। हेर्नु त अब यो यस्तो क्वेशन हेर्नु भने त फेरि आत्ति नआत्तिनु होला हैन। क्वेशन मात्र ठुलो हो केही गर्नै पर्दैन। यो जतिको सजिलो क्वेशन टाइम भ्यालु अफ मनी भन्ने च्याप्टरबाट कुनै पनि वर्षमा सोधेको छैन। र यस्तो हेर्नु हो भने सिमिलर प्याटर्न क्वेशन त एभ्री इयरमा फलो भइरहेछ है। भन्छ नि त पहिला सबभन्दा अगाडि हामीले यहाँ क्वेशन बुझ्नु जरुरत हुन्छ के है हैन। धेरै कुरा यहाँ टेक्निकल कुराहरु जस्तै यहाँ हेर्नु है यहाँ 4 वर्ष भनेको छ नि मान्छेहरु सबभन्दा धेरै झुकिने 4 वर्षमा पाउनु है। म पहिला क्वेशन एकचोटी पढेर तपाईहरुले राम्रोसँग पहिला बुझाउनु खोज्छु है। हेर्नु त assume that 1 year from now you plan to deposit Rs 1000 into saving account that pays a nominal rate of 8% interest है। भन्छ नि त के भने त यदि मैले चाहिँ 1000 रुपैयाँ 1 वर्षको लागि डिपोजिट गर्ने प्लान बनाए हैन कति पर्सेन्ट इन्ट्रेस्टमा 1000 रुपैयाँ 1 वर्षले कति पर्सेन्ट इन्ट्रेस्टमा मैले बुझाउनु त्यो बुझाइराछु हैन 8% ब्याजमा 8% ब्याजमा मैले 1000 रुपैयाँ 1 वर्षको लागि डिपोजिट गरिराछु है।
यो त हाम्रो के हो सुरुको सक्यो हैन सुरुको क्वेशन सक्यो अब हेर्दा यही क्वेशनको पार्ट ए भित्र गयो भने हामी हेर्दा यही क्वेशनको पार्ट ए भित्र गयो भने हेर्दा हेर्छ इफ अ बैंक कम्पाउन्ड इन्ट्रेस्ट एनुअली हाउ मच विल यु ह्याभ इन योर अकाउन्ट 4 years फ्रम नाउ हैन भन्छ हेर्दा यदि बैंकले चाहिँ हैन वर्षभित्रमा एक वर्षमा ब्याज दिइराछ हैन एक वर्षमा ब्याज दिइराछ भने चाहिँ वर्षमा ब्याज दिइराछ भने चाहिँ तपाईको अकाउन्टमा हैन तपाईको अकाउन्ट तपाईको खातामा हैन 4 वर्षपछि कति रुपैयाँ हुन्छ त है जस्तै तपाईको खातामा 4 वर्षपछि कति रुपैयाँ हुन्छ बुझ्नुभयो है अब हेर्दा अब यही कुराको पार्ट बी मा जाम हेर्दा what would be your balance be 4 years from now if the bank uses quarterly compounding rather than annual compounding हेर्दा पार्ट ए मा के भनेछ एनुअली हैन हेर्दा एनुअली ब्याज दिइराछ नि त हेर्दा एनुअली है यहाँ हेर्नु है वर्षमा ब्याज दिइराछ पार्ट बी हेर्दा what would be balance be 4 years from now if the bank uses quarterly compounding के क्वार्टरली भनिरहेछ भनेपछि क्वार्टरली भन्ने बित्तिकै के हो त अब 3 महिनामा हरेक 3 महिनामा एक वर्ष भित्रमा हरेक 3 महिनामा ब्याज दियो रे उसलाई हैन भनेपछि हरेक 3 महिनामा ब्याज दिएपछि उसको कति भयो त 1000 कति भयो त्यही अमाउन्ट चाहिँ 4 वर्षपछि नि फेरि एक वर्ष भित्रमा हैन कि क्वार्टरली बेसिसमा हामीले यदि ब्याज दिँदाखेरि 4 वर्षमा त्यो 1000 रुपैयाँ कति रुपैयाँमा कन्भर्ट भयो त हैन भनेपछि अब हेर्दा सी मा हेर्दा सपोज यु डिपोजिटेड 1000 इन 4 पेमेन्ट्स अफ आरएस 250 यहाँ बुझ्नु है उले चाहिँ 1000 रुपैयाँ नै डिपोजिट गर्यो तर 1000 रुपैयाँ त्यो हरेक वर्षमा 250 गरेर 4 चोटी बुझाएको छ है हेर्नु हरेक वर्षमा 4 चोटी पेमेन्ट गरेको छ लाइक इयर 1 मा 250 इयर 2 मा 250 इयर 3 मा 250 इयर 4 मा 250 गरेर उले चाहिँ 4 चोटी 250 रुपैयाँ बुझाएको छ बुझ्नुभयो हैन त्यही भनेको छ अब त्यसरी चाहिँ उसको त्यसरी चाहिँ पेमेन्ट गर्दाखेरि त्यसरी चाहिँ हरेक वर्षमा 250 रुपैयाँ पेमेन्ट गर्दाखेरि 8% ले नै एनुअल कम्पाउन्डिङ बेसिसमा क्वार्टरली हैन एनुअल भन्ने बित्तिकै वर्ष एनुअल कम्पाउन्डिङमा 8% ले कति ब्याज आइरहेछ त उसलाई भनेर हामीले चाहिँ निकाल्नु पर्ने हुन्छ है अब हेर्नु अब त्यसपछि हामी डी नम्बर बुझ्नु हैन सपोज यु डिपोजिटेड 4 इक्वल पेमेन्ट्स इन योर अकाउन्ट एट द एन्ड अफ इयर 1 2 3 एन्ड 4 यहाँ हेर्नु अब यहाँ चाहिँ के बुझ्नु पर्ने छ हामीले 4 चोटी पेमेन्ट गरेको छौं हरेक वर्षको अन्तिममा हामीले 4 चोटी पेमेन्ट गरेको छौं तर कति चाहिँ पेमेन्ट गर्यौं के त्यो छैन कति पेमेन्ट गर्यौं त अब छ त त्यो यहाँ हेर्नु त कति पेमेन्ट छैन नि त के भनिन्छ भने त 8% ले नै 8% नै ब्याज दिने रे हैन हामीले चाहिँ 8% मा नै ब्याजमा लगाउने हो रे तर चाहिँ 4 चोटी इक्वल पेमेन्ट गर्दा चाहिँ उसको कति छ त अमाउन्ट दिएको छैन हैन भनेपछि यहाँ यो अलिकति ट्रिकी क्वेशन छ ल How large would each of your payment have to be for you to obtain same ending balance as you have calculated in part A? भनेपछि तपाईले पार्ट ए मा जुन क्याल्कुलेट गर्नु भयो नि त्यो चाहिँ उसको 4 वर्षपछिको ब्यालेन्स भयो रे के भनेपछि 4 वर्षपछिको तपाईले पार्ट ए को जुन हामीले क्याल्कुलेटर निकाल्छौं नि 4 वर्षको उसको आयो यहाँ भनेपछि 4 वर्षपछि आउने बित्तिकै उसको के भयो त यो फ्युचर भ्यालु भयो नि त अब तपाईको पीएमटी प्रेजेन्ट भ्यालु निकाल्नु पर्ने छ हैन अब तपाईको फ्युचर भ्यालु दिएको छ प्रेजेन्ट भ्यालु हैन फ्युचर भ्यालु दिएको छ र पेमेन्ट निकाल्नु पर्ने छ हामीलाई हैन बुझ्नुभयो ल अब हेर्नु अब म चाहिँ यो क्वेशन एस्टिमेट्स वाला हैन तपाईहरुले चाहिँ क्वेशन बैंकमा 2079 मा हेर्नुभयो नि फाइनान्सको टाइम भ्यालु अफ मनी भन्ने च्याप्टरबाट 2079 मा हेर्नु नि ठ्याक्कै यो क्वेशन सिमिलर टाइपको प्याटर्न क्वेशन भेटाउनु हुन्छ अथवा यही क्वेशनलाई यही पज गरेर एकचोटी पुरै क्वेशन सारेर एकचोटी आफूले बुझ्ने ट्राई गर्नु होला है म चाहिँ एकचोटी सबै मेट्छु हैन यसलाई पार्ट एलाई छोडेर बीसीडी सब मेट्छु पार्ट ए गर्छु है ल यहाँ हेर्नुस् त ल अब हेर्नुस् त पार्ट ए मा हामीलाई के भनेको छ है पार्ट ए मा हेर्नु हामी पार्ट ए को पहिला सारमा है के भनेको छ भनेर यहाँ हेर्नु त हामीले के दिएको छ सुरुमा है सुरुमा हामीले गिवन राम्रोसँग हेरौं हेर्नु त हामीले के दिएको छ 1000 के हो त हाम्रो हेर्नु त के भन्छ प्लान टु डिपोजिट 1000 भनेको छ भने चाहिँ अहिले हामीले डिपोजिट गरेका छौं नि त लाइक रिसेन्ट अहिले भर्खर डिपोजिट गरेर नि त हामीले अहिले डिपोजिट गरेपछि के हुने हो त हाम्रो प्रेजेन्ट भ्यालु है लेखिदिनु present value PV equals to RS 1000 है ना
भने त अब हामीले 1000 प्रेजेन्ट भ्यालु दिएको छ भने चाहिँ अब के भन्छ भने त 8% इन्ट्रेस्ट भनेको छ नि त। इन्ट्रेस्ट कति दिएको छ नि यहाँ हामीले 8% इन्ट्रेस्ट भनेको छ नि त। ल लेखौँ एकचोटि हैन, इन्ट्रेस्ट I equals to 8% दियो हैन, इन्ट्रेस्ट पनि दियो भने इन्ट्रेस्ट दिने बित्तिकै अब हेर्नु है यहाँ के भनेछ हामीलाई एनुअली भनेको छ है। अब हामीलाई कति दिएको छ हेर्नु है, हाउ मच विल यु ह्याभ इन योर अकाउन्ट 4 years फ्रम नाउ, 4 वर्षपछि हामीलाई कति हुन्छ त 1000 रुपैयाँ भनेको छ। फेरि यहाँ हेर्नु है, फेरि तपाईले चाहिँ टाइम चाहिँ फेरि यो टाइम t इक्वल्स टु चाहिँ 4 years नलेखिहाल्नु होला है। टाइम 4 यो लेख्ने बित्तिकै यहीँबाट मिस्टेक गयो, सक्यो, यहाँबाट छैन, रङ भयो सबै। त्यही भएर यो 4 years फ्रम नाउ भनेको चाहिँ म तपाईहरुले चाहिँ अहिले यो टाइम लाइन बनाएर म तपाईहरुलाई बुझाउन खोजेँ है। फेरि यो हामीलाई एक्ज्याक्ट यति 4 वर्षमा निकाल भनेको हैन के है। हेर्नुस् त यहाँ यो कुरा चाहिँ टाइम लाइनबाट बुझौँ है। हैन त टाइमलाइन हामीले यदि फलो गर्यौं भने चाहिँ टाइमलाइन फलो गर्यौं, टाइमलाइन बनायौं भने चाहिँ यो के भयो त हाम्रो 0 हैन, स्टार्टिङ बिगिनिङ भयो नि त। आजदेखि हामीले बिगिनिङ, आजदेखि यदि हामीले पैसा दिइराछ भने चाहिँ के भयो त 1 वर्षमा हामीले के गर्यौं त हैन त 1 year फ्रम नाउ यु प्लान टु डिपोजिट 1000 भनेको छ भनेपछि 1 वर्षमा गएर मैले 1000 रुपैयाँ डिपोजिट गरे है। अब यहाँ त अब यो के भयो त 1000 यहाँ मैले डिपोजिट गरेको छु हैन 1 वर्षमा। फेरि यो के भयो त 2 वर्ष भयो, यो कति वर्ष भयो 3 वर्ष भयो, यो कति भयो त 4 वर्ष भयो नि त। अब बल्ल यहाँ त अब हैन त योदेखि टाइम फ्रेममा जानलाई यो 1 वर्ष यो 0 देखि के भयो त यहाँदेखि त बल्ल हाम्रो सुरु भयो नि त, स्टार्टिङ हो नि त। अब यहाँदेखि मैले यसलाई लग्नु पर्यो भने चाहिँ हैन 4 years फ्रम नाउ भने नि 4 वर्ष पछाडि हाम्रो 1000 कति भयो हुने भयो त भनेर हैन। भने यहाँ अब 1000 के फलो गर्नु पर्यो भने पहिला 1 देखि 2 हैन, कति भयो त 1 देखि 2 मा जाँदा 1 वर्ष भयो नि त यो 1 year। अब बल्ल चाहिँ हैन अब यहाँ त 2 देखि 3 मा जानु पर्यो, कति इयर हो 2 years हो, 2 वर्ष हो नि त हैन। मैले 1000 रुपैयाँ 1 वर्षमा डिपोजिट गरेको छु जी। 1 वर्षमा 1000 डिपोजिट गर्दा चाहिँ मेरो 4 वर्षपछि कति हुन्छ भनेको छ भनेपछि मैले 1 years को ठाउँमा 1 वर्षदेखि मैले यदि टाइमलाइन फलो गर्नु पर्यो भने चाहिँ यो 1 वर्षदेखि 2 वर्षसम्म टाइम ट्राभल गर्दाखेरि हाम्रो कति भयो त एक्ज्याक्ट 1 देखि 2 वर्षसम्म जाँदा त हाम्रो 1 वर्ष हो नि त। यो 1000 रुपैयाँ 1 वर्षदेखि 2 वर्षसम्म जाँदाखेरि 1000 लाई यता जान कति वर्ष लागिरहेछ त 1 वर्ष लागिरहेछ नि त। भनेपछि 1 पिरियड अफ साइकल यसले फलो गरे हैन। भनेपछि अब हैन त 2 देखि 3 वर्षमा जानु पर्यो रे। अब यो 1000 को 2 देखि 3 वर्षमा गयो त, तर मेरो पैसा जुन फ्लो भइरहेछ त्यो कति वर्षमा भयो त हैन। लाइक अब यो त 2 वर्षमा भयो नि त। अब हैन त मेरो पैसा चाहिँ 1 देखि 2 वर्षमा ट्राभल गर्यो भने चाहिँ यो कति भयो त टाइम फ्रेममा 1 वर्ष लग्यो। 2 देखि 3 वर्षमा लग्यो भने चाहिँ 1 देखि 3 सम्म गर्नु पर्दा हाम्रो टाइम फ्रेम कति लियो त 2 वर्षको टाइम फ्रेम लगिरहेछ है। भन्छ अब हेर्दा 3 देखि 4 वर्षको टाइम फ्रेम फलो गराउनु पर्यो रे हामीले चाहिँ हैन। 3 देखि 4 वर्षको टाइम फ्रेम फलो गराउनु पर्दाखेरि यहाँ त यो कति वर्षदेखि पैसा ट्राभल भइरहेछ त 1 वर्षदेखि भइरहेछ नि त। 1 देखि 4 मा जानलाई हामीले कति लाग्यो त अब 3 वर्ष लाग्यो नि त, 3 years है हैन त 3 वर्ष। 1 देखि 4 मा जाने हैन त। फेरि म बुझाउँछु है, 1 देखि 2 वर्षमा जाँदा 1 वर्षको टाइम फ्रेम लाग्यो, 1 देखि 3 वर्षमा जाँदा 2 वर्षको टाइम फ्रेम लाग्यो, 1 देखि 4 वर्षमा जाँदा हाम्रो 3 वर्षको टाइम फ्रेम लगिरहेछ के। भनेपछि अब हामीले यहाँ हेर्नु पर्यो भने चाहिँ हाम्रो टाइम फ्रेम कति भयो त एक्चुअल म्याचुरिटी पिरियड कति भयो 3 वर्ष भयो नि त। यो 1000 रुपैयाँ 4 वर्षसम्म पुग्दाखेरि 1000 1 वर्षदेखि 4 वर्षसम्म नै टाइम फ्रेम फलो गरेको छ, तर एक्चुअल टाइम फ्रेम कति भइरहेछ त 1000 को 3 वर्ष भयो नि त। 3 वर्ष हैन त। अब यो 4 अब यहाँदेखि हाम्रो 5 वर्ष भने बल्ल यहाँदेखि टाइम फ्रेम फलो गर्थ्यो र 4 years हुन्थ्यो क्या है। ल हेर्नुस् अब हाम्रो एक्चुअल म्याचुरिटी पिरियड कति हुने हो त टाइम t इक्वल्स टु 3 year हुने हो है। हैन त 4 वर्ष दिएको छ यहाँ, तर एक्चुअल कति भयो टाइम फ्रेम 3 वर्ष भयो भने यहाँ चाहिँ बुझ्नुपर्छ है। ल अब हाम्रो यति भइसक्यो, हामीलाई के भन्ने भनेको छ 4 वर्षपछि पनि निकाल भनेको छ। भनेपछि अब हामी के हामीलाई थाहा भयो एकदम सजिलो हो, फ्युचर भ्यालु FV इक्वल्स टु वाट भनेर सोधेको छ। अब हामीलाई
सबभन्दा सजिलो फर्मुला थाहा छँदैछ हैन भनेपछि अब हामीले वी नो फ्युचर भ्यालु FB इक्वल्स टु हाम्रो फर्मुला के छ PV 1 प्लस IN हैन यो हेर्दा हाम्रो फर्मुला है अब हेर्नु त प्रेजेन्ट भ्यालु कति छ हाम्रो हेर्नु त माथि 1000 छ कि छैन भने फर्मुला है यो फर्मुला है यो मैले केही पनि म्याजिक गरे भने यो फर्मुला हो है मैले केही नयाँ नौलो कुरा हालेको हैन बुक पल्टाउनुस् फर्मुला कन्ठ गर्नुस् क्वेशनको सोलुसन गर्न आउनुस् है हेर्नु त अब यहाँ हेर्नु त अब के हो त फर्मुलामा 1 प्लस I के त हाम्रो 8% छ अब यो पर्सेन्टलाई हामी सधैँ एभ्री टाइम हामी यहाँ के गर्छौं डेसिमलमा कन्भर्ट गरेर लेख्छौं है हैन त 0.08 n कति हो त हाम्रो कति दिएको छ 3 वर्ष दिएको छ अब सक्यो क्याल्कुलेटर चलाइदिनुस् आन्सर आयो है हेर्नु त कति सजिलो छ 1 प्लस 0.083 हेर्नु त अब क्याल्कुलेटर हामीले के म्याजिक गरेको हैन यो क्याल्कुलेटर चलाएको जति आयो त्यति लेख्ने नै हो हैन भने हाम्रो कति आयो त 1259.71 आयो हैन सक्यो भन्छ अब यहाँ आरएस लेख्न नछुट्याउनु है हैन त देयरफोर फ्युचर भ्यालु FB इक्वल्स टु RS 1259.71 आन्सर आयो ल देख्नुभयो कति सजिलो छ केही छैन क्वेशन बुझ्नु सक्नु पर्यो फर्मुला थाहा हुनु पर्यो क्याल्कुलेटर चलाउन जान्नु पर्यो आयो आन्सर सक्यो केही गर्नै पर्यो नयाँ कुरा के हैन नि त यसमा हैन ल अब यहाँ हेर्नु है अब यही कुराको हामीले पार्ट बी फलो गरे यही कुराको हामीले पार्ट बी हेर्यौं भने चाहिँ हेर्नु त सेम कुराको हामीले पार्ट बी हेर्नु पर्यो भने चाहिँ हेर्नु है सेम कुराको पार्ट बी हेरौँ ल हैन है सेम कुराको पार्ट बी तपाईले फलो हेर्नु भयो पार्ट बी तिर जानु भयो भने हामीलाई के भनेछ क्वार्टरली भनेछ कि एनुअली भनेछ हैन क्वेशन तपाईले हेर्नु भयो भने एनुअली हेर्नु त क्वेशन चेक गर्नु होला क्वेशन हामीलाई क्वार्टरली भन्ने होला के हैन क्वार्टरली यो क्वार्टरली भने बुझ्नु है हैन त क्वार्टरली भन्ने होला हामीलाई हैन त क्वार्टरली चाहिँ भन्ने होला के हामीलाई हैन क्वार्टरली भन्ने बित्तिकै मैले के भनेथे एभ्री 3 मन्थ्स हैन हरेक 3 महिनामा गर्नु पर्यो हरेक 3 महिनामा गर्नुपर्दा हामीलाई कति भयो त नम्बर अफ पेमेन्ट कतिचोटी हाम्रो इन्ट्रेस्ट आयो त कतिचोटी हाम्रो नम्बर अफ रिसिभेबल अमाउन्ट भयो त इन्ट्रेस्टको चार चोटी भयो हैन भनेपछि अब लेख्दिन त हामीलाई क्वार्टरली भनेछ है 8% हैन 8% के लिंक सक्यो जस्तो छ 8% क्वार्टरली भनेछ छ कि छैन हेर्नु 8% क्वार्टरली भनेछ नि त हामीले हरेक क्वार्टरली निकाल भनेछ अब हामीले फर्मुला त त्यही हो नि हाम्रो हैन त फर्मुलामा हल्का चेन्जेस गर्नु पर्यो भने फ्युचर भ्यालु FB इक्वल्स टु हैन त अब हामीलाई फर्मुला चाहियो नि त फ्युचर भ्यालु फर्मुला के छ यो क्वार्टरली केस भएन है केही छैन फर्मुला सिमिलर फर्मुला नै हो केही गर्नु पर्दैन PV 1 प्लस I/4 हैन कतिचोटी रिसिभ भयो त हैन रिसिभ कतिचोटी भयो नि त 4 चोटी रिसिभ भएको छ नि त I/4 इन्टु n इन्टु 4 भयो नि त यही हैन हाम्रो फर्मुला हैन त अब प्रेजेन्ट भ्यालु हामीलाई कति छ 1000 1 प्लस इन्ट्रेस्ट कति दियो त हामीलाई 8% 0.08 भाइ कति 4 चोटी भयो भनेपछि अब हामीलाई n कति हो त n कति वर्ष 3 वर्षदेखि 3 इन्टु 4 हैन त 3 इन्टु 4 हैन त ओ यही हो नि त हाम्रो कुरा त्यही हैन त केही फरकै छैन हैन त प्रेजेन्ट भ्यालुमा 1 प्लस I/4 इन्टु n इन्टु ब्र्याकेट n इन्टु 4 गरेर हो नि त हामीले हैन यसमा के नयाँ कुरा त छैन भनेपछि अब हामीले यसलाई अब क्याल्कुलेट चलाउन जाने भने चाहिँ यसलाई हामीले क्याल्कुलेट चलाइदियो भने चाहिँ अब हाम्रो आन्सर आउने त्यही हो हेर्नु है अब क्वार्टरली आन्सर आउँछ 1 प्लस 0.08 by 4 into 4 हैन त कति आयो अब हामीले क्याल्कुलेट चलाउनु पर्दा ठ्याक्कै हैन त कति आएर चाहिँ यसको टु RS 1268.241 आइराछ यही हाम्रो के हो त रिक्वायर्ड एन्सर भयो है यहाँ त केही म्याजिक गरेको हैन सब पुरानै कुरा हो है ल हेर्नु त फर्मुला मात्र क्वार्टरलीको लगाइदियो क्वार्टरलीको फर्मुला आयो
एन्सर आयो, सकिएको। हेर्नु त क्वार्टरलीमा कति भइरहेछ त 1268.25 आइरहेछ के, बुझ्नुभयो? ल यसलाई फेरि म अब मेट्छु होइन, यसलाई पनि मेटिदिन्छु। अब हाम्रो ठ्याक्क बुझ्नु पर्यो भने चाहिँ ठ्याक्क ल हेर्नु है। अब हामीले त सी नम्बरमा जानुभयो भने, सी नम्बरमा जानुभयो भने तपाईँको पेमेन्ट सोध्यो होला होइन। हरेक वर्षको इन्डमा हाम्रो कति पेमेन्ट गरेछ त 250 250 250 भनेर गरेको होला। यहाँ हेर्नु है, हरेक वर्षको इन्डमा 250 250 गरेको होला। एक वर्षमा 250 गर्यो, दोस्रो वर्षमा पनि 250 गर्यो, तेस्रो वर्षमा 250 गर्यो, चौथो वर्षमा पनि 250 गर्यो होला हैन। हरेक वर्षमा 250 250 250 पेमेन्ट गरेको छ हैन। भनेपछि कुरा त्यही हो हेर्नु है, गएर चाहिँ हाम्रो 1000 रुपैयाँ नै छ प्रेजेन्ट भ्यालु चाहिँ हैन। तर हेर्नु त हरेक वर्षमा गरेको छ नि त। इयर 1 मा 250, इयर 2 मा 250, 3 मा 250, 4 मा 250 भनेपछि यो हाम्रो के भयो त? अब यहाँ हेर्नु है, अब थोरै हामीले यहाँ अलिकति चेन्जेस गर्नुपर्ने हुन्छ ल हेर्नु है। टाइम पनि फरक हुने हो है। टाइम हेर्नु है, म त टाइम कसरी फरक हुन्छ बुझाउँछु ल हेर्नु है। टाइमको कुरा गर्नु पर्यो भने चाहिँ हामीले हेर्नु है, किन हामीले यहाँ 4 इयर्स हुन्छ भने चाहिँ हेर्नु त हरेक वर्षको इन्डमा गएर यसले 250 गरेछ नि त हेर्नु त। एक वर्षमा 250, 4 वर्षमा नि हाम्रो के गरेछ 250 बुझाएको छ भनेपछि 4 इयर्स हेर्नु त। टाइम कति हुने भयो? अब 4 इयर्स हुने भयो है। अब टाइम 4 इयर्स हुने भयो हेर्नु त। हरेक वर्षमा जुन पेमेन्ट गरेछ नि 250 250 त्यसलाई हामी पेमेन्ट पीएमटी भनेर भन्छौं। पेमेन्ट पीएमटी भनेर भन्छौं। कति गरेको छ 250 गरेको छ हैन। अब हामीलाई के फाइन्ड गर भनेछ त? हेर्नु त क्वेशन हेर्नु, अब एकचोटी क्वेशन हेर्नु होला है। म यहाँ क्वेशन हेर्छु हेर्नु त। क्वेशनमा के भनेछ? हाउ मच वुड यु हैव इन योर अकाउन्ट एट द एन्ड अफ इयर 4 बेस्ड अन 8% एनुअल कम्पाउन्डिङ भनेछ नि त हैन। हैन त हरेक वर्षमा हामीले मतलब अहिले हामी डिपोजिट 1000 गरेछ तर के गरेछ एकैचोटी डिपोजिट गरेछ हैन के। हरेक वर्षमा 250 250 भनेर डिपोजिट गरेको छौं। भनेपछि त्यही डिपोजिट अमाउन्ट हाम्रो 8% मा हामीले एनुअल कम्पाउन्डिङ निकाल भनेको छ भन्छ नि त। अब के गर्नु परेन भने चाहिँ हामीले अफकोर्स यहाँ के हुन्छ त एनुअल कम्पाउन्डिङ फ्युचर भ्यालु नै निकाल भनेको छ। फ्युचर भ्यालु हैन, त्यही हैन। क्वेशन हेर्नु होला एकचोटी फेरि हैन त के भनेको छ हेर्नु है। फ्युचर भ्यालु नै भनेको रहेछ हेर्नु है। भने हामी फ्युचर भ्यालु अब यो केसमा त हामीलाई सबै कुरा दिएको छ नि त। अब यो केसमा हामीले पेमेन्टको केसको फर्मुला लगाउनु पर्छ। पेमेन्ट वाला केसको पेमेन्ट वाला। अब हेर्नु यो केसमा हाम्रो के छ पीएमटी हैन। पीएमटी दिएको केसमा हाम्रो फर्मुला फरक छ। पीएमटी दिएको केसमा हामीले फर्मुला फरक हुने बित्तिकै हामीले अर्कै फर्मुला लेख्नुपर्छ है यहाँ त। अब फ्युचर भ्यालु अब हाम्रो फर्मुला के हुने हो? फ्युचर भ्यालु FV = PMT इन्टु ब्रैकेट हाल्दिउँ 1 + I ब्रैकेट n - 1/i हैन। यो हाम्रो फर्मुला हुने हो फ्युचर भ्यालुको हैन। पीएमटी वाला केसमा पेमेन्ट दिएको केसमा हैन। अब हाम्रो हेर्नु त यही फर्मुला हाल्दियौ, भ्यालु सबैको दिएको छ हैन त। पेमेन्ट कति गरेको छ 250 गरेको छ हैन। अब हाम्रो हेर्नु त 1 + इन्ट्रेस्ट कति छ त हेर्नु त। इन्ट्रेस्ट कति छ 8% नै भने होला हैन त। क्वेशन हेर्नु 8% भनेको छ। 8% हुने बित्तिकै हामी के गर्छौं 0.08 हैन। ब्रैकेट क्लोज गरौँ। एन हाम्रो कति भयो त यहाँ 4 इयर्स हुने भयो हैन। बाइ आई हाम्रो के हो 0.08 हुने भयो -1 गरौँ हैन। यो भने त हाम्रो अब हाम्रो के म्याजिक छ त फर्मुला भ्यालु हाल्यौं। क्याल्कुलेटरको म्याजिक हो चाहियो। क्याल्कुलेटर चलाउँ सबैले हैन त। 250 गर्नु पर्यो हैन। 1 + 0.08 ब्रैकेट पावर 4 हालौं -1 गरौँ अनि यहाँ 0.08 गरौँ। ल हेर्नु त ठ्याक्कै आयो आन्सर हेर्नु त 1126.528 आएको छ भनेपछि हेर्नु त इक्वल्स टु RS 1126.528 हेर्नु है। यही हाम्रो रिक्वायर्ड एन्सर हो के हेर्नु है। हेर्नु है 4 वर्षपछि हेर्नु है हरेक वर्ष 250 250 250 गर्दाखेरि हाम्रो 1000 कतिमा कन्भर्ट भइरहेछ त 1126 मा कन्भर्ट भइरहेको छ
है ल यही बुझ्नु होला अब सी नम्बरको हाम्रो सक्यो अब हेर त हाम्रो डी नम्बरमा के भनेको छ होला डी नम्बरमा हाम्रो डी नम्बरमा बुझ्नु पर्दाखेरि मैले चाहिँ यहाँ मेरो क्वेसन नभएर मैले चाहिँ यसमा गरेर छु डी नम्बर क्वेसन हेर्नु है क्वेसन हेर्नु पर्दाखेरि चाहिँ के भन्यो होला भने चाहिँ तपाईको हरेक वर्षमा पेमेन्ट चाहिँ गरेको छ अरे हैन इयरको इन्डमा चाहिँ पेमेन्ट गरेको छ अरे तर चाहिँ कति चाहिँ गरेको छ त्यो थाहा छैन के बुझ्नु भयो भनेपछि कति चाहिँ गरेको त्यही थाहा छैन अब हैन भनेपछि अब त्यो थाहा नभइकन हामीलाई क्वेसनमा के भनेछ पार्ट ए को रिफरेन्सलाई फ्युचर भ्यालु बनाऊ रे हैन भनेपछि हेर त यसको डी नम्बरको टाइमलाइन बनाउँदाखेरि 0 वर्ष 1 वर्षमा कति छ थाहा छैन हामीलाई 2 वर्षमा कति थाहा छैन हामीलाई 3 वर्षमा कति थाहा छैन हामीलाई 4 वर्षमा चौथो वर्षमा 4 इयरमा गए चाहिँ हाम्रो के छ त हेर्नु त कति पेमेन्ट गरेछ 11 नम्बरको हामीलाई कति ए नम्बर कति आन्सर आछ एक्चुअली हेर्नु होला है हामीले अघि गरेको थियौ ए नम्बरमा कति आन्सर आछ हेर्नु त 1259 point something आथ्यो होला हैन 1259 point something आयो होला हैन मानौ यहाँ 1259.6 मान्दियो हैन 68 मान्दियो ल हैन मलाई एक्चुअली चाहिँ अघि गरेको कति आछ त्यो याद छैन हैन तर हामी चाहिँ यो भ्यालु हाल्दिए मैले हैन यो भ्यालु हाल्दिए तपाईहरु फेरि पार्ट ए मा हेर्नु होला नि कुन आन्सर आछ भनेर हैन 1259 point something यो भ्यालु हाल्दिए अब हामी त यो हाम्रो के भएछ 4th इयरमा गरे यो भइराछ नि हाम्रो रेफरेन्स के मतलब फ्युचर भ्यालु यो हो नि त अब हैन एक वर्षमा कति अमाउन्ट गरेको त्यो पो थाहा छैन त हैन हेर्नु त हामीले चाहिँ पेमेन्ट गर्दा एक्चुअली मलाई क्वेशन हेर्न दिनु है एक्चुअली क्वेशन हेरौँ है हेर्नु त क्वेशनमा हेर्नु त सपोज इट फर इक्वल पेमेन्ट इन अकाउन्ट एट द एन्ड अफ इयर 1 2 3 4 एज्युमिङ 8% इन्ट्रेस्ट रेट हाउ लार्ज वुड बी योर पेमेन्ट हैव टु बी इन योर obtained remaining balance as you calculate in पार्ट ए भनेको छ हैन पार्ट ए भन्ने बित्तिकै हाम्रो अब हुने भइगयो हेर्नुस् है अब हेर्नुस् है केही गर्नु पर्दैन फ्युचर भ्यालु दिएको छ सक्यो निकाल्दिने अब यसमा हल्का चेन्जेस गर्नुपर्ने हुन्छ हाम्रो है ल फ्युचर भ्यालु यो प्रेजेन्ट भ्यालुलाई मेटाइदिउँ प्रेजेन्ट भ्यालुको ठाउँमा हाम्रो के हुन्छ फ्युचर भ्यालु एफ इक्वल्स टु कति दियो 1259.68 हैन अब यो हाम्रो फ्युचर भ्यालु दियो इन्ट्रेस्ट हामीलाई 8% लगाऊ भनेछ हैन 8% लगाऊ भनेछ इन्ट्रेस्ट हामीलाई हैन 8% निकाल्नु त्यो क्वार्टरली भनेछ र क्वेशन हेर्नु त ल हामीलाई चाहिँ क्वार्टरली के भनेको छैन हैन क्वार्टरली के भनेको छैन भने चाहिँ इन्ट्रेस्ट हाम्रो 8% हो टाइम फ्रेम हाम्रो 4 वर्षकै दिएको छ किनभने हरेक 4 वर्षमा निकाल भनेको छ नि त टाइम फ्रेम 4 वर्ष नै हो फ्युचर भ्यालु चाहिँ हैन कि यहाँ हाम्रो पीएमटी पेमेन्ट निकाल भनेको छ अब हाम्रो पेमेन्ट पीएमटी इक्वल्स टु वाट भनेको छ है फर्मुला हाम्रो यही सेम हुने हो हैन फर्मुला हाम्रो सेम हुने हो हैन सबै कुरा दिएको छ है ल यो पनि टाइमलाइन पनि मेटिरहेको छ ल माथि गर्दै अर्दैन अलिकति ग्याजेङ दिएको के हेर्नु त अब हाम्रो पेमेन्ट हेर्नु त फ्युचर भ्यालु दिएको होला फ्युचर भ्यालु कति दिएको छ 1259.68 दिएको छ पीएमटी दिएको छ छैन हैन भनेपछि हाम्रो 1 प्लस इन्ट्रेस्ट कति छ त 0.08 हैन बाइ आई कति हो त 0.08 हैन यसलाई ब्र्याकेट गर्दियौ पावरमा एन कति छ त 4 वर्ष दिएको छ -1 गर्दियौ ल आयो यति हैन अब हाम्रो यसमा गर्नुपर्ने केही छैन फ्युचर भ्यालु दिएको छ पीएमटी दिएको छ हैन अब यो ब्र्याकेट भित्र दिएको छ यसलाई हामीले पहिला ब्र्याकेट भित्रको सल्भ गरेर नि पीएमटी इन्टु यो आउँछ हैन पीएमटी इन्टु यो समथिङ आउने होला हैन अब यो समथिङ आउने बित्तिकै पीएमटी सँग यो मल्टिप्लाईमा छ नि त यो मल्टिप्लाईमा यसको तल लग्दियो भने डिभाइड आउँछ डिभाइड ठ्याक्क काटकुट गरेर ठ्याक्क पेमेन्ट आउँछ कि आउँदैन अब हेर्नुस् है बुझ्नुस् एकदम सजिलो छ केही गर्नु पर्दैन 10 मार्क्स कन्फर्म ग्यारेन्टी हैन केही गर्नु पर्दैन अरे यो भन्दा अगाडिको नि मैले क्यापिटल बजेटिङ भन्ने च्याप्टरबाट 15 मार्क्स क्वेशन गराएको छु हैन यही च्यानलमा आउने होला हैन यही च्यानलमा छ त्यहाँबाट 15 मार्क्स यहाँबाट 10 मार्क्स ल्याउनु 25 मार्क्स आयो अब चाहियो 10 मार्क्स पास हुनलाई केही गाह्रो छैन फाइनान्स पास हुन है ल हेर्नुस् है अब एकचोटि यसलाई क्याल्कुलेट चलाम है हेर्नु त पीएमटी यसलाई गर्यो भने अघि कति आथ्यो हाम्रो यसलाई गर्यो भने एकचोटि फेरि चलाइदिउँ न त के हुने भयो हैन
यसलाई चलाउँदाखेरि 1 प्लस 0.08 1 प्लस 0.08 ब्रैकेट होइन माइनस रोक्नु है यता यसलाई पावर 4 1 प्लस 0.08 पावर 4 माइनस 1 by 0.08 ब्रैकेट क्लोज गरौँ कति आउने रहेछ 4.50 आउने रहेछ हैन ल यसलाई हामीले अब यता गरौँ है 12 59.68 इक्वल्स टु PMT कति आउने भयो त 4.50 आउने भयो हैन 4.50 मात्र मानौ अब हामीले यो 4.50 PMT सँग जुन आएको छ नि यो के छ त PMT सँग मल्टिप्लाईमा छ नि त अब मल्टिप्लाईमा छ भने यसलाई यता तल ल्याइदिउँ 1256.68 by 4.50 इक्वल्स टु PMT गर्दिउँ हैन अब हामीले PMT निकाल्यो अब मैले यसलाई डिवाइड गर्दै भने ठ्याक्कै 56 and 59 हैन 59 हैन 1259.68 डिवाइड बाइ आन्सर गर्यो भने हाम्रो आउने भयो आन्सर कति आउने भयो PMT इक्वल्स टु 279.54 है हैन त अब हामीले पेमेन्ट कति गरेको रहेछौं हरेक वर्षमा यहाँ हेर्नु यो बुझ्नु पर्ने कुरा छ यहाँ हरेक वर्ष हामीले पेमेन्ट कति गरेको छौं 279.54 पेमेन्ट गरेका छौं हरेक वर्षमा हामीले बुझ्नु हैन हाम्रो भनेपछि 4 वर्षमा गएर हाम्रो एक भ्यालु जुन थियो नि 4 वर्षमा गएर जुन हाम्रो भ्यालु कन्भर्ट भइरहेछ नि त्यो भ्यालु कन्भर्ट हुनलाई हरेक वर्ष हामीले कति पेमेन्ट गर्नुपर्ने हुन्छ यो भ्यालु कन्भर्ट 1259.68 हुनलाई हरेक वर्ष हामीले कति पेमेन्ट गर्नुपर्छ जब कि 4 वर्षमा गएर यति अमाउन्ट हुन्छ हैन भनेपछि हरेक वर्ष हामीले कति अमाउन्ट पेमेन्ट गर्नुपर्ने हुन्छ 279.54 अमाउन्ट हामीले यदि पेमेन्ट गर्यो भने हाम्रो फोर्थ इयरमा गएर फ्युचर भ्यालु यति हुन्छ भनेर भन्न खोजेको छ भनेपछि कन्फर्म ग्यारेन्टी 10 मार्क्स नबिगारिकन क्वेशन बुझेर फर्मुला आएर गर्न सक्नुभयो भने ग्यारेन्टी 10 मार्क्स कहीँ गएको छैन ल राम्रोसँग गर्नु होला